नमस्ते ड्याडी। नमस्ते। अनि कस्तो भयो मेरो छोरीको एक्जाम आज फर्स्ट डे? आज त राम्रो भयो। आज के नेपालीको थियो हैन? इङ्ग्लिस। आज इङ्ग्लिसको हो? कति टाढा रहेछ घरबाट त्यहाँबाट स्कुल एक्जाम क्लास? खासै टाढा हैन, 10 मिनेट, 10-11 मिनेट, 10-15 मिनेट। भनेपछि आजको राम्रो भयो। कति आउँछ जस्तो छ? जे होस् राम्रो भयो। गुड गर्ल। यस्तै नै हुनु पर्ला। एडभान्समा बेस्ट अफ लक। राम्रोसित एक्जाम दिनु, राम्रोसित पढ्नु। भोलि सजिलो भनेर चाहिँ नि नपढ्ने होइन कि सजिलोमा पनि धेरै मार्क्स अहिले पछि मिसको घर जाने हो। ल अब जाने नि त। खाना खायौ? अब जाने, पढ्ने राम्रोसित, राम्रोसित एक्जाम दिने। आइरन गेट हो, एसी। अब तिम्रो चाहिँ नि अब भोलि इङ्ग्लिसको नेपालीको छ भने नेपालीबाट पनि पास मात्रै हुन्छु भन्ने होइन क्या छोरी। तिम्रो चाहिँ नि सजिलोबाट धेरै मार्क्स आयो भने तपाईँ तिम्रो B+ होइन हो, यो आउनको लागि सपोर्ट गर्छ क्या, बुझ्यौ? तिमी यो माइन्डले पढ्नु कि सजिलो सब्जेक्टमा झन् धेरै मार्क्स लिएर आउँछु, अलि हार्ड सब्जेक्टहरूमा म पास छु, एनीहाउ म पास मार्क्सबाट चाहिँ नि म हाई लिएर आउँछु भन्ने आफूलाई चाहिँ नि कन्फिडेन्ट भएर पढ्यौ भने नि तिमीलाई चाहिँ नि कुनै गाह्रो हुँदैन क्या, अप्ठ्यारो हुँदैन, बुझ्यौ? हो, त्यो हिसाबले पढ्नु। अब आन्टीले पनि अब सिकाइरहनु भएको छ, सबै कुरा ठिक छँदैछ के अरे। बस एनीहाउ मलाई यस गुड गर्ल, मलाई रिजल्ट चाहियो। यो हो पुरा 2 आवर जति त्यहाँ गएर पढे पनि फेरि आउने, पढ्ने होइन, एक्जाम दिने। र भोलिको लागि पनि अब तिमी स्कुल जाँदा, तिमी एक्जाम दिन जाँदा फेरि यहाँ म सुतिरहेको हुन्छु होइन। राम्रोसित एक्जाम दिने। बेस्ट अफ लक मेरो छोरीलाई। सर्ट क्वेसनहरू चाहिँ नि लेखिहाल्ने, आउने क्वेसनहरू, अनि त्यो लेख्ने, अनि त्यहाँबाट आफूले लेखिसकेको क्वेसनमा ट्याक्क टिक लगाउने। त्यो मेरो भइसक्यो, किनकि फेरि क्वेसन रिपिट गर्दा फेरि त्यो आफूले लेखिसकेको क्वेसनमा टाइम वेस्ट नहोस्। त्यसमा त टक्क टाइम, यो एउटा क्वेसनको लागि यति टाइम भनेर टाइम छुट्याइ हुन्छ नि त। त्यो टाइमभित्र नसक्नुको कारण किन? क्वेसन छुट्नुको कारण, टाइम नपुग्नुको कारण त्यो हो। लेखेकोले क्वेसनमा जाने, टिक लगाइहाल्ने, यो मैले लेखिसकेँ, किनकि दोहोऱ्याएर हेर्दा त्यसलाई टाइम वेस्ट नहोस्, टाइम खेर नजाओस्। अनि कन्ठ गरेको र आफूले कपीमा प्र्याक्टिस गरेको त्यो चाहिँ एनीहाउ दिमागमा सेभ हुन पर्यो क्या। त्यही भएर यो समयमा त्यो दायाँ बायाँ यताउति केही सोच्ने होइन। फोकस तिम्रो भोलिको एक्जामको लागि मात्रै फोकस। बाँकी कुरा त मैले सबै पुऱ्याइदिएको छु त, बस्न खान पैसोदेखि लिएर आएर सबै कुरा म्यानेज गरेको छु त। बस दायाँ बायाँ केही सोच्ने होइन यो एक्जामभरि। डु अन्डरस्ट्यान्ड? हो, बस फोकस अहिले पढाइलाई मात्रै। म फोन गरेर छोरीलाई डिस्टर्ब गर्दिनँ के। मेरो लक्ष्य भनेको, मेरो सोच, मेरो विचार भनेको बस म एक्जामभरि के मेरो छोरीलाई के आवश्यकता छ, के पुगे होइन, तिमीलाई चाहिँ नि पढ्ने वातावरण कस्तो छ होइन, बस यति मात्रै हो मैले तिमीलाई चाहिँ नि म्यानेज गर्ने। जति गर्नु तिमीले गर्ने हो, पढ्ने, दिमाग लगाउने कसरी हुन्छ। एनीहाउ म पास हुनुपर्छ होइन, मैले राम्रो मार्क्स लिएर आउनुपर्छ। मेरो छोरीको दिमाग भनेको बस त्यति मात्रै होस्। म तिमीलाई फोन गरेर म अरू डिस्टर्ब गर्न चाहदिनँ। बस ओके ल, ओके बाई।